तपाईहरु ट्राभल गर्ने सोचमा हुनुहुन्छ र ट्राभल गरिराख्नु भएको छैन भने दिस भिडियो इज फर यु। लेट्स टक अबाउट व्हाई ट्राभल इज इम्पोर्टेन्ट। Number 1 मा आउँछ expand your brain. When you travel somewhere, you get to see different lifestyle, culture, त्यहाँबाट नयाँ एक्सपिरियन्स तपाईले लिन सक्नुहुन्छ जुन चाहिँ तपाईको लाइफ टाइमको लेसन हुन्छ। नम्बर 2 मा आउँछ reduces stress and mental burnout. तपाईले आफ्नो डेली रुटिन, स्ट्रेस, भागदौडबाट चाहिँ एकदम कम्प्लिटली बाहिर निस्किन सक्नुहुन्छ तपाईले ट्राभल गर्दा। बाहिर निस्किँदाखेरि चाहिँ तपाईले रिफ्रेशमेन्ट पाउनुहुन्छ, तपाईको माइन्डलाई चाहिँ एकदम काम बनाउन सक्नुहुन्छ, नयाँ कुरा सोच्न सक्नुहुन्छ, नयाँ चीजलाई चाहिँ टाइम दिन सक्नुहुन्छ। नम्बर 3 मा आउँछ बिल्ड कन्फिडेन्स। तपाईले ट्राभल गर्दाखेरि चाहिँ तपाईले रुट हेर्न पर्यो, प्लान बनाउनु पर्यो, बजेट कति छ बजेट म्यानेज गर्नु पर्यो, डिल विथ न्यू पिपल, नयाँ मान्छेसँग डिल गर्न पर्यो, कसरी बार्गेनिङ गर्ने, कुन होटलमा बस्ने, कता ट्राभल गर्दाखेरि बेस्ट हुन्छ, कतिको बजेट हो हाम्रो, सबै कुरा म्यानेज गर्न चाहिँ सिक्नुहुन्छ। सबै म्यानेज गर्न सिक्नु भएपछि यु बिकम मोर इन्डिपेन्डेन्ट एन्ड कन्फिडेन्ट। नम्बर 4 मा आउँछ इम्प्रुभ सोशल स्किल। तपाई ट्राभल गर्दै हुनुहुन्छ भने तपाई म इन्ट्रोभर्ट हो, चुप लागेर म एक्लै ट्राभल गर्छु, म एक्लै हिँड्छु भन्ने हुँदैन। तपाईले नयाँ स्ट्रेन्जरहरु भेट्नुहुन्छ, उहाँहरुसँग कम्युनिकेट गर्नुहुन्छ, उहाँहरुको इमोसनल इन्टेलिजेन्स बुझ्नुहुन्छ। यसले तपाईलाई पेशेन्स राख्न, नयाँ चीजसँग एडप्ट हुन सिकाउँछ। त्यसैगरी नम्बर 5 मा आउँछ मेमोरिज। ट्राभल केको लागि गर्नुहुन्छ? एट द एन्ड अफ द डे तपाईले आफ्नो एउटा नयाँ मेमोरी क्रिएट गर्नुहुन्छ जुन चाहिँ लाइफ टाइम चाहिँ तपाईसँग अट्याच भएर बसिरहन्छ एउटा ट्रेजरको रूपमा। यस्तो भिडियोको लागि चाहिँ प्लिज डु फलो।